हेलो एभ्रिवान र आज चाहिँ म हजुरहरूलाई चाहिँ एउटा यस्तो चिज देखाउन लागिरहेको छु है। त्यो चाहिँ के हो भन्दा चाहिँ हाम्रो दार्जिलिङको आन शान बान जे भने पनि है हेरिटेज है दार्जिलिङलाई चिनाउने है विश्वलाई चिनाउने चाहिँ हाम्रो हाम्रो दार्जिलिङको है। हेर्नुहोस् है हाम्रो दार्जिलिङकै विश्वलाई चिनाउने चिज चाहिँ के हो भन्दाखेरि चाहिँ यो टोय ट्रेन। यो टोय ट्रेन चाहिँ हाम्रो भाइले बनाएको है र हाम्रो भाइको डिटेलिङ हेर्नु है टोय ट्रेनको बनाउने यो हेर्नुहोस् त यति खतरा यति सुपर्ब बनाइदिएको छ। हेर्नु न एकुरेट लु हेर्नुहोस् त डिटेलिङहरू हेर्नु त लु हेर्नुहोस् है यस्तो खतरा बनाइदिएको यत्रो खतरा अब के भन्नु अब म छक्कै। त्यो हेर्नुहोस् त स्टिकहरू हो यो चाहिँ हो तपाईँको कोइलाले चल्ने पहिला है स्टिम टोय ट्रेन भन्थ्यो है। यो यसमा चाहिँ पहिला चाहिँ यो मालगाडी जान्थ्यो यसमा सरसामानहरू हुन्थ्यो है। यो चाहिँ हो डब्बा एउटा दुईटालाई कम्युनिकेसन गरेर चाहिँ भाइले चाहिँ एउटा टोय ट्रेन चाहिँ है घरमै बनाइदिएको छ है। मैले कति तपाईँको खिचेर भिडियो गरेर हालेको छु है। आज चाहिँ मेरो भाइले बनाएको छ है। यो चिज चाहिँ म तपाईँहरूलाई चाहिँ देखाउनुको लागि चाहिँ एकदमै है लागिरहेको छु है किनकि भाइको डिटेलिङ एकदमै दामी एकदमै राम्रो है। देख्नुभयो है त्यो हेर्नुहोस् है माथिबाट पनि हेर्नुहोस् है हेर्नुहोस् त र हेर्नुहोस् है यो चाहिँ बनिँदैछ है अन्डर प्रोसेसमा छ। यसको डिटेलिङ पनि खतरा बनाउँदैछ है एकदमै दामी बनाउँछ। ल हेर्नुहोस् है यो चाहिँ सब सेलमा हो है बिक्रीमा छ है र हजुरलाई नै अर्डर लिनु छ भने चाहिँ है सम्पर्क गर्नु सक्नुहुनेछ है। यो तपाईँको जे जति तपाईँको डिटेल्सहरू छ है तपाईँहरूलाई चाहिँ तपाईँको लिङ्क तपाईँलाई दिनेछु र लिङ्क मार्फत तपाईँले अर्डर लिनु सक्नुहुनेछ। र हेर्नु होला है डिटेलिङहरू है भाइले बनाएको है। यो चाहिँ तपाईँको के हो भनेदेखि तपाईँको सेलमा जान्छ है। यदि हजुरहरूले पनि अब आफ्नो घरमा भनौँ चाहे होमस्टे है रिसोर्टहरूतिर चाहिँ एकदमै किनकि त्यस जग्गामा चाहिँ मान्छे धेरै आउँछ है देखाउनुको लागि सजाएर राख्नुको लागि। अब हाम्रो दार्जिलिङको चाहिँ टोय ट्रेन चाहिँ के हो कस्तो हो भनेर चाहिँ चिनाउनुको लागि भए पनि यो चाहिँ एकदम सजाउनु एकदम जरुरी छ होमस्टेतिर है रिसोर्टहरूतिर। र हजुरहरूले पनि यदि घरमा पनि सजाउन चाहनुहुन्छ या अब होमस्टे रिसोर्टहरूतिर त तपाईँहरूले सजाउन चाहनुहुन्छ भने चाहिँ है तपाईँले पनि लिनु सक्नुहुनेछ है। यसको प्राइस चाहिँ तपाईँलाई म अहिले टोक्दिनँ किनकि यसको प्राइस चाहिँ के हुन्छ भनेदेखि कुनै पनि चिजको चाहिँ प्राइस चाहिँ के हुन्छ भनेदेखि साइज अनि बनावटमाथि डिपेन्ड पर्छ है। तपाईँले कस्तो खालको बनाउनुहुन्छ कत्रो साइजको बनाउनुहुन्छ है त्यो अनुसारले चाहिँ तपाईँको चाहिँ यो चाहिँ तपाईँको मान्छेलाई चाहिँ अब साइज अनुसारको चाहिँ दाम राखिएको छ। र यदि तपाईँले लिनु चाहनुहुन्छ भने चाहिँ है तपाईँको अल डिटेल्स चाहिँ म तपाईँको भिडियोको मुनि डिस्क्रिप्सनमा छोडिदिनेछु लिङ्क सिङ सबै है त्यहाँ सम्पर्क गर्नुहुनेछ है। किनकि यो चाहिँ म बनाउँदिनँ मेरो भाइले बनाउँछ है त्यस कारण चाहिँ भाइको फोन नम्बर सबै त त्यो भिडियोको डिस्क्रिप्सनमा हुनेछ है। र फेरि एकचोटि हेर्नुहोस् है भाइले बनाएको डिटेलिङ चाहिँ कस्तो छ भनेर है एकदमै खतरा बनाएको छ भाइ हेर्नुहोस् है बनाइदिइसकेपछि यस्तो फेममा आउँछ हेर्नुहोस् है देख्नु हुँदैछ नि यो फेमभित्र अघि फेम निकालेको थियो है यो फेमको ग्लास निकालेको थियो ग्लासले ढाकेको चाहिँ बनाइन्छ है यसरी। तपाईँहरूले अर्डर लिनु भने चाहिँ यस्तो फेममा आउँछ है। ल हेर्नुहोस् है यति दामी देखिरहेको छ हेर्नुहोस् है कति दामी देखियो हेर्नुहोस्।